सो हेलो एभ्रिवान वेलकम टु नेक्स्ट वर्थ नेपाल। सो यो नेक्स्ट वर्थ नेपालमा आफ्नो आइडी चाहिँ कसरी रेजिस्टर गर्ने भनेर त्यो कुरा आज सिकाउँछु होइन। सो भिडियो स्किप गरी नहेर्नु होला, भिडियो चाहिँ फुल भिडियो हेर्नु होला। सो म चाहिँ यहाँ स्टार्ट गर्छु है। अब गुगल अथवा क्रोम कुनै ओपन गरौँ भने होइन। सबभन्दा पहिला चाहिँ यो कम्पनीको नाम चाहिँ नेक्स्ट वर्थ नेपाल। नेक्स्ट वर्थ नेपाल चाहिँ ओपन गरेपछि यहाँ यो वेबसाइटमा क्लिक गर्नु। यो वेबसाइटमा क्लिक गरेपछि यहाँ हेर्न सक्नुहुन्छ नेक्स्ट वर्थ नेपाल। अब सो यहाँ वेलकम टु नेक्स्ट वर्थ नेपाल। सो अब यहाँ सबभन्दा पहिला चाहिँ रेजिस्टर गर्नको लागि आइडी रेजिस्टर गर्नको लागि यहाँ 4वटा प्याकेज छ। सो यो 4वटा प्याकेज मध्ये सबैको प्याकेजको मन्थली इन्कम चाहिँ छुट्टै छुट्टै छ। सो सबभन्दा फर्स्ट प्लान चाहिँ कोर प्लान हो, जसमा चाहिँ एफिलिएट मार्केटिङ, कम्युनिकेसन स्किल्स, यसमा चाहिँ तपाईँले महिनाको 5 देखि 8 हजारसम्मको ट्रेड गर्न सक्नुहुन्छ। बेसिक प्लानमा यहाँ हेर्न सक्नुहुन्छ एफिलिएट मार्केटिङ, कम्युनिकेसन स्किल्स, भिडियो एडिटिङ, कान्वा मास्टरी। सो यो प्लानमा तपाईँ चाहिँ महिनाको 15,000 देखि 20,000सम्म इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। अब यो थर्ड चाहिँ प्रिमियम प्लान। सो यहाँ हेर्न सक्नुहुन्छ यसको कोर्स चाहिँ एफिलिएट मार्केटिङ, कम्युनिकेसन स्किल्स, भिडियो एडिटिङ, दराज एफिलिएट, कम्प्युटर कोर्स, कान्वा मास्टरी। यसमा चाहिँ तपाईँले महिनाको 25 देखि 30,000सम्म इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। सबभन्दा यो लास्टमा चाहिँ एडभान्स प्लान, जुन प्लान चाहिँ म लिएको छु। यहाँ हेर्न सक्नुहुन्छ यसको कोर्सेसहरू हेर्न सक्नुहुन्छ। एफिलिएट मार्केटिङ, कम्युनिकेसन स्किल्स, कान्वा मास्टरी, दराज एफिलिएट, हाउ टु बिकम ब्लगर इन 2026, युट्युब मास्टरी, मेरो सेयर, कान्वा मास्टरी। सो यो प्लान लिनुहुन्छ भने यसमा चाहिँ तपाईँले महिनाको 40 देखि 50,000 इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। सो अब चाहिँ आफ्नो यहाँ अब तपाईँको कति बजेट छ, कुन प्याकेज लिनुहुन्छ भने त्यसमा अब जस्तै कि मैले एडभान्स प्लानमा मैले रेजिस्टर गरेँ है। सो यो सबै प्याकेजको रेजिस्टर गर्ने बेसिक सेम हुन्छ। जस्तै कि मैले चाहिँ मोनिटरमा गइरहेको छु होइन, तपाईँ मोबाइलमा पनि यस्तै सेम हुन्छ क्या, केही फरक हुँदैन। अब यहाँ सबभन्दा पहिला चाहिँ के हुन्छ भने यहाँ चाहिँ नाम आफ्नो हाल्नु। आफ्नो आइडी रेजिस्टर गर्नुहुन्छ भने आफ्नो नाम हाल्नु। जस्तै कि मैले चाहिँ यो हालेँ होइन। अनि यहाँ एड्रेस चाहिँ काठमाडौँ, मोबाइल नम्बर एकछिन छोडेँ। अब यहाँ चाहिँ इमेल आफ्नो हाल्नु। gmail.com। अब यहाँ चाहिँ एफिलिएट कोडमा के हाल्नु भनेर यहाँ चाहिँ एफिलिएट कोडमा यो हाल्नु BS, एफिलिएट कोडमा होइन BS100050 हाल्नु है। यहाँ मैले हालेपछि यहाँ हेर्न सक्नुहुन्छ BS यति हालेपछि मेरो यहाँ तल हेर्न सक्नुहुन्छ नाम आएको छ है। यही BS कोड हाल्नुहुन्छ भने तपाईँको आइडी चाहिँ राम्रोसँग क्रिएट हुन्छ। यदि यो BS कोड हाल्नु भुल्नु भने यो एफिलिएट कोड आइडी क्रिएट हुन्न। सो त्यही एफिलिएट कोड राम्रोसँग हाल्नु है, यो एफिलिएट कोड। अब मैले चाहिँ डेट अफ बर्थ हालेँ होइन। अब डेट अफ बर्थ जस्तै मेरो चाहिँ 2007 सेप्टेम्बर 20। अनि पासपोर्ट चाहिँ जुन पासपोर्ट यहाँ हाल्नु भएको छ नि त्यही पासपोर्ट लगइन गर्ने बेला हाल्नुपर्छ क्या। अब यो सबै हालेपछि यो रेजिस्टर चाहिँ सबै गरेपछि अब यो सबै चाहिँ गरेपछि यहाँ प्याकेज चुज गर्नुपर्ने रहेछ। अब जस्तै कि मैले चाहिँ एडभान्स प्याकेज चुज गरेको छु अनि आई एग्रीमा क्लिक गरेर प्लेस अर्डर गर्नुपर्छ होइन। प्लेस अर्डर गरेपछि यहाँ चाहिँ पेमेन्ट मोड्स आउँछ। पेमेन्ट मोडमा मैले चाहिँ क्लिक गरेँ अनि यहाँ चाहिँ प्लेस अर्डरमा अनि यहाँ हेर्न सक्नुहुन्छ कम्पनीको क्युआर। यो क्युआरमा तपाईँलाई पेमेन्ट गरेर जस्तै कि यहाँ हेर्न सक्नुहुन्छ प्लिज पे RS 5999। यति पेमेन्ट चाहिँ तपाईँलाई पे गरेर त्यसको स्क्रिनसट चाहिँ यहाँबाट पे गरेर त्यसको स्क्रिनसट चाहिँ यसमा चाहिँ हाल्नुपर्ने रहेछ। यहाँ हेर्न सक्नुहुन्छ चुज फाइल ट्रान्जेक्सन आइडी। यहाँ चाहिँ यो डाउनलोड गर्नु होइन, तपाईँको मोबाइलमा चाहिँ डाउनलोडको अप्सन आउँछ। अनि यहाँबाट डाउनलोड गरेर यही क्युआरमा पेमेन्ट गरेर अब यसमा चाहिँ स्क्रिनसट हाल्नु। अब जस्तै कि मैले चाहिँ एउटा इक्जाम्पलको लागि स्क्रिनसट, अब त्यो पेमेन्टको स्क्रिनसट हालेपछि यहाँ होइन ट्रान्जेक्सन आइडी लेख्नु। यहाँ ट्रान्जेक्सन आइडी स्क्रिनसटमा हुन्छ पेमेन्टको। यदि ट्रान्जेक्सन आइडी लेख्नुहुन्न भने जुन आइडीमा चाहिँ नाम लेख्नु भएको छ नि आफ्नो त्यही यहाँ नाम हालिदिनु। जस्तै कि मैले चाहिँ यहाँ हालिदिएँ होइन। अनि यहाँ हालेपछि यहाँ सेन्डमा क्लिक गरिदिनु। यहाँ चाहिँ मेरो तैँले हुँदैन किनकि मैले चाहिँ एउटा इक्जाम्पलको लागि एउटा आइडी क्रिएट गरेँ होइन। अब यहाँ चाहिँ सबै फर्म चाहिँ क्रिएट गरेपछि पेमेन्ट चाहिँ भेरिफाई गरेपछि यहाँ सेन्ड गरेपछि तपाईँ यहाँ लगइन गर्न सक्नुहुन्छ। अब जस्तै कि यहाँ लगइन गर्ने बित्तिकै यहाँ इन्टर इमेल एन्ड पासवर्ड, इमेल जे हाल्नु भएको छ त्यही इमेल हाल्नु अनि पासवर्ड त्यही हाल्नु।
यदि तपाईँको लगइन भएन भने 10-15 मिनट कुर्नुपर्छ है आइडी त्यो एक्टिभ हुनलाई। अब त्यो आइडी एक्टिभ भएपछि तपाईँ यसमा जीमेल इन्टर इमेल एन्ड पासवर्ड चाहिँ जे हाल्नु भएको छ त्यही हालेर अब यहाँ चाहिँ सबमिट गर्न सक्नुहुन्छ। अब सबमिट गर्दाखेरि तपाईँको यहाँ चाहिँ के हुन्छ भने तपाईँको ड्यासबोर्ड ओपन हुन्छ। त्यो हेर्न सक्नुहुन्छ। तपाईँको यस्तो खाले ड्यासबोर्ड ओपन हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ कोर्सेसहरू, यो चाहिँ भिडियो कोर्सेसहरू हो के। यही कोर्सेसहरू हेरेर तपाईँ इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। सो अब यो कोर्सेसहरू अनि यहाँ चाहिँ एफिलिएट ड्यासबोर्ड, तपाईँ जति इन्कम गर्नुहुन्छ नि तपाईँको इन्कम चाहिँ यहाँ सो हुन्छ। सो यो आइडी रेजिस्टर गर्ने फर्म चाहिँ यही हो। सो अब आफ्नो आइडी राम्रोसँग रेजिस्टर गर्नु होला। सो थ्याङ्क यू सो मच।